सबैजनालाई देख्न पाउँदा भेट्न पाउँदा अत्यन्तै हर्षित छु म। तपाईहरु खुसी हुनुहुन्छ? खुसी हुनुपर्छ। मैले भन्ने गरेको कुरा खुसी हुनु भनेकै विकास हो है। विकास भनेको ठुल्ठुलो बाटो रहेछ, ठुल्ठुलो घर रहेछ, महँगा गाडी रहेछन् हैन, गरगहना रहेछ भन्ने होइन। तर ती सबै कुरा भएर पनि एउटा मान्छे रोइराखेको छ भने त्यसलाई विकास भन्न मिल्दैन। विकास भनेको चाहिँ तपाईँ हाँसिराख्नु भएको छ नि मलाई देखेर, हैन? हो कि होइन? मलाई देख्दा तपाईँलाई हाँस्न मन लाग्छ, कहिलेकाहीँ रुन पनि मन लाग्छ होला हैन? हाँसे यो देशसँगै हाँसौला, रोए यो देशसँगै रोउँला, देश बिर्सिएकै पल बाँच्नु मैले नपरोस्, अर्को जुनी पाएँ भने यही माटोमा जन्म होस्, यही माटोमा जन्म होस्। यो गीत अहिले निभाइदिनु, यो बिस्तारै बजिरहेको जस्तो लाग्यो, त्यसले डिस्ट्र्याक्सन गर्छ है। गीत त यहाँ अब हामी गाउनु पनि हाल्छ नि होइन? यहाँहरू सबैजनालाई देखेर अत्यन्तै खुसी लागेको छ। आज हाम्रो यो ताप्लेजुङ जिल्ला गठन तथा घोषणा सभा, हाम्रो श्रम संस्कृति महाअभियानको कार्यक्रमका अध्यक्षज्यू, अघिल्तिर आसिन हाम्रा अगुवा श्रमदाताहरू, यहाँ अघिल्तिर अघिदेखि उभिएर घन्टौँदेखि हामीलाई सुनिराख्नुहुने मैले मान्नुपर्ने आदरणीय ताप्लेजुङवासी आमा बुवा दाजु भाइ दिदी बहिनी भान्जा भान्जी र जेन्जीहरू, माथिबाट पनि हामीलाई दोकानतिरबाट पनि सुनिराख्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरू, सबैजनालाई हृदयदेखि हार्दिक नमन गर्न चाहन्छु, हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु र श्रम अभियानमा, श्रमदानको अभियानमा, श्रम संस्कृतिको अभियानमा हार्दिक स्वागत पनि गर्न चाहन्छु। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। अत्यन्तै ठुलो स्वागत यहाँहरूले गर्नुभयो म जस्तो सानो मान्छेलाई हैन। यो देशको सबभन्दा सानो मान्छे हो अर्को साम्पा है। त्यसो भएकै कारणले गर्दा सबैको मनमा अटाएको पनि हो। ठुलो मान्छे अटाउन सकिँदैन। एउटा सानो मान्छेलाई यहाँहरूले अत्यन्तै ठुलो स्वागत गरिदिनु भयो। हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। ताप्लेजुङ प्रकृतिको